ल सरी है ड्यु टु सम टेक्निकल इस्यु बिचमै भिडियो स्टप भएको रहेछ मलाई थाहा भएन म चाहिँ पढाएको पढाइ गराएको रहेछु कुरो चाहिँ के को बारेमा गर्दै थियो हामीले भन्दाखेरि जस्तो कार्बनको यो बनाइसकेका थियौँ हामीले अनि अक्सिजनको बनाइसकेका थियौँ फाइनल हाइब्रिडाइजेसन पछिको हाम्रो यहाँ अर्बिटलमा देखाइसकिएको थियो यो sp2 हाइब्रिडाइजवाला र p अनहाइब्रिडाइजवाला भनेर यता देखाइसकिएको थियो हामीले होइन कार्बनको केसमा चाहिँ सबै सिङ्गल 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 फिल्ड अनि यता पनि सिङ्गल फिल्ड अक्सिजनको केसमा चाहिँ sp2 हाइब्रिडाइजवाला चाहिँ के यता डबल सिङ्गल सिङ्गल अनि अनहाइब्रिडाइज पी अर्बिटल पनि पेयर्ड है अब तपाईँले बुझ्नु पर्यो यहाँ चाहिँ यो अनहाइब्रिडाइजवाला छ नि यो अनहाइब्रिडाइज पी अर्बिटल यो अनहाइब्रिडाइज पी अर्बिटल चाहिँ रेस्पोन्सिबल हुन्छ के को लागि पाई बोन्ड फर्मेसनको लागि रेस्पोन्सिबल हुन्छ भने यो sp2 हाइब्रिडाइज अर्बिटल छ जुन यो चाहिँ सिग्मा बोन्डको लागि रेस्पोन्सिबल हुन्छ यो कुरा चाहिँ बुझ्नु पर्यो अनि मैले के कुरा गर्दै थिएँ स्ट्रक्चर बनाएर कुरा गर्दै थिएँ मैले कार्बन 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 अक्सिजन मैले यहाँ हाइड्रोजन त देखाएको छैन यो हाइड्रोजन देखाउनु होला तपाईँले है यो हाइड्रोजन देखाउनु पर्दैन ठिक छ यो स्ट्रक्चरमा त खास देखाउनु पर्छ यस्तो गर्दा यो स्ट्रक्चरमा चाहिँ देखाउनु पर्दैन मैले अहिले नदेखाएरै बनाएँ किनकि यहाँ सजिलो हुन्छ देख्दाखेरि राम्रो देखिन्छ भनेर ल अब अक्सिजनको जुन यो दुईटा इलेक्ट्रोन छ दुईटा सिङ्गली फिल्ड अर्बिटलमा भएका इलेक्ट्रोनहरू जुन छन् नि हो यो इलेक्ट्रोनहरूलाई चाहिँ मैले यहाँ कसरी देखाएको छु यहाँ कसरी रिप्रेजेन्ट गरेको छु भन्दाखेरि मैले यहाँ देखाएर अनि यहाँ देखाएर रिप्रेजेन्ट गरिरहेको छु अब यो कार्बनको केसमा यो कार्बन भयो ल यो कार्बन भनेको यहाँ भयो अब यो कार्बनको मैले यता अर्कै लेखेँ है अर्कै ठाउँ लेखेँ सेम हो हाइब्रिडाइजेसनमा जाने हरेक कार्बन sp2 मा जान्छ भनिसकेपछि सेम 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 यो अनहाइब्रिडाइजवाला भयो यो sp2 हाइब्रिडाइजवाला भयो मैले यो कार्बनको लागि बनाएँ यो कार्बनको लागि बनाएँ यो कार्बनको लागि पनि सेम यो कार्बनको लागि पनि सेम यो सब जान्छ sp2 मा तर मैले यहाँ बुझाउनको लागि है तपाईँलाई जस्तो यो दुईटा मैले सिङ्गली फिल्ड बनाएँ जुन अक्सिजनको मैले यहाँ बनाएँ है यो sp2 हाइब्रिडाइजवाला कुरा गर्दैछु जुन सिग्मा बोन्ड फर्मेसनको लागि रेस्पोन्सिबल हुन्छ अब तपाईँलाई सिग्मा बोन्ड पाई बोन्ड त खासै भन्नु पर्दैन होला नि सिग्मा बोन्ड चाहिँ हेड अन ओभरल्यापिङले हुन्छ होइन हेड अन ओभरल्यापिङले अनि पाई बोन्ड चाहिँ साइड वेज ओभरल्यापिङले हुन्छ भन्ने कुरा त तपाईँलाई पक्कै पनि थाहा छ होला नि पाई बोन्ड र सिग्मा बोन्डको कुरा साइड वेज ओभरल्यापिङले चाहिँ पाई बोन्ड हुन्छ भन्ने कुरा र हेड अन ओभरल्यापिङले चाहिँ सिग्मा बोन्ड हुन्छ भन्ने कुरा अब पाई बोन्ड फर्मेसनको लागि चाहिँ अनहाइब्रिडाइज पी अर्बिटल रेस्पोन्सिबल हुन्छ भने सिग्मा बोन्ड फर्मेसनको लागि चाहिँ sp2 हाइब्रिडाइज अर्बिटलहरू चाहिँ रेस्पोन्सिबल हुन्छ भन्ने कुरा पनि थाहा हुनु पऱ्यो है थाहा छैन भने पनि अब यो इलेक्ट्रोनहरू मैले यो दुईटा देखाएँ अब अक्सिजनको त बोन्ड फर्मेसनमा त भइयो अब अक्सिजनको अब यिनी दुईटा चाहिँ कहाँ देखाउने त यो अनहाइब्रिडाइजवाला र यो sp2 हाइब्रिडाइजवाला अब एउटा कुरा फेरि के बुझ्नु पऱ्यो भन्दाखेरि यो अनहाइब्रिडाइज पी अर्बिटलवालाले चाहिँ पाई बोन्ड बनाउँछ विच इज रेस्पोन्सिबल फर के डिलोकलाइजेसनको लागि रेस्पोन्सिबल हुन्छ होइन पाई बोन्ड नै हो नि त डिलोकलाइजेसनको लागि रेस्पोन्सिबल हुने र यो पाई बोन्ड चाहिँ केले बनाउँदो रहेछ अनहाइब्रिडाइज पी अर्बिटलले बनाउँदो रहेछ भन्ने पनि थाहा भयो भनिसकेपछि अब यो पेयर अफ इलेक्ट्रोन त कहाँ देखाउने त भन्दाखेरि यो sp2 हाइब्रिडाइजवाला जुन छ sp2 हाइब्रिडाइजवाला पेयर छ नि पेयर अर्बिटल sp2 हाइब्रिडाइज पेयर अर्बिटल XS यसले चाहिँ के को रूपमा काम गर्छ भन्दाखेरि लोन पेयर हो कि यो भनेको चाहिँ हेर्नु है देखाउँदा चाहिँ हामीले नर्मल्ली कसरी देखाइन्छ भन्दाखेरि 1 2 3 4 भनेर देखाइन्छ यो चारवटै लोन पेयर होइन के तपाईँलाई देखाउने यो दुईटा चाहिँ sp2 हाइब्रिडाइज पेयर अर्बिटल विच एक्सेस लोन पेयर हो यो दुईटा चाहिँ अनहाइब्रिडाइज पी अर्बिटलको के यसरी चारवटा देखाइन्छ नि हामीले तर यो चारवटै लोन पेयर चाहिँ होइन त्यो कुरा चाहिँ बुझ्नु पर्यो यो दुईटा चाहिँ के हो अनहाइब्रिडाइज पी अर्बिटलवाला हो यो दुईटा चाहिँ sp2 हाइब्रिडाइज अर्बिटलवाला हो अझै यसलाई कसरी देखाउन मिल्छ थाहा छ लोन पेयरलाई त लोन पेयरकै रूपमा देखाउने यो दुईटा यसरी डटेड नै देखाउने अनहाइब्रिडाइजवाला चाहिँ यसरी देखाउन मिल्यो अनहाइब्रिडाइजवाला चाहिँ ठ्याक्क अर्बिटल नै बनाइदिने डम्बेल सेपको पी अर्बिटल बनाइदिने यहाँ डबल बोन्ड बनाइदिने यसरी पनि बनाउन मिल्यो यो खास है स्ट्रक्चर चाहिँ खास यो अब सबै सिग्मा बोन्डको बारेमा कुरा गरौँ है त सिग्मा बोन्ड फ्रेमवर्क नै बनाऊँ है त यो मैले मेटाउन यो ठिक छ अनहाइब्रिडाइज पी हो मैले यो नमेटाइकन है सिग्मा बोन्ड फ्रेमवर्कको देखाउँछु त है तपाईँलाई सिग्मा बोन्ड फ्रेमवर्क हेर्नु है त कार्बन भयो यो सिग्मा बोन्ड भएछ यो कार्बन छ यहाँ कार्बन छ सिग्मा बोन्ड अक्सिजन यस्तो मैले यहाँ पाई बोन्ड नै बनाएन किनकि पाई बोन्डको लागि रेस्पोन्सिबल हुने भनेको अनहाइब्रिडाइज पी अर्बिटल हो यस्तो सिग्मा बोन्ड मात्रै हेरौँ जस्तै यो कार्बन यो अक्सिजनको कुरा त मैले गरिसकेँ यो दुईटा बोन्ड कहाँ हुन्छ भनेर यहाँ लोन पेयरको रूपमा हुन्छ अनि अर्को चाहिँ के को रूपमा हुन्छ अनहाइब्रिडाइज पी अर्बिटल जुन चाहिँ डिलोकलाइजेसनमा जानेवाला हुन्छ त्यहाँ हुन्छ मैले यहाँ यस्तो देखाएन यो अक्सिजनको सबै कुराकानी गरेँ नि छिनोफानो भयो अब कार्बनको हेरौँ त यो दुईटाले
यो कार्बनको यो दुईटासँग यो कार्बनको लागि यो भनिसकेपछि ल मानौँ एउटा सिङ्गली फिल्ड यो हो, मैले यहाँ बनाएँ, यो र यो भनेको यो हो। अब यो कार्बनको यहाँ इच इलेक्ट्रोनले यहाँ बोन्ड बनाएको छ नि एउटा इलेक्ट्रोनले, यो कार्बनको लागि चाहिँ मानौँ यो हो है। अब बाँकी रह्यो दुईटा sp2 हाइब्रिडाइज अर्बिटलमा कार्बनको पनि दुईटा बाँकी रह्यो। यो कार्बनको दुईटा भनेको एउटा चाहिँ आफ्नै कार्बनसँग बनाए, यो कार्बनसँग बनाउन, अर्को चाहिँ यता कोसँग बनाएको छ, यहाँ हाइड्रोजन मैले देखाएको छैन, जुन हाइड्रोजनसँग बनाएको छ भनिसकेपछि तीनटा सिङ्गली फिल्ड यहाँ देखाएँ, यसरी बोन्ड बनाएको रहेछ। तीनटा त भयो, तर कार्बनको चाहिँ अझै पाइबन्डवाला लुकिरहेको छ है, मैले बनाएको छैन, सिग्मा बोन्ड फ्रेमवर्क मात्र देखाइरहेको छु मैले तपाईँलाई। अनि यो कार्बनको लागि पनि हेर्नु त, यो भयो जुन अक्सिजनसँग बनायो, अनि अर्को चाहिँ यो चाहिँ जुन यो कार्बनसँग आफ्नै कार्बन यताको कार्बनसँग बनाएको वाला चाहिँ यसरी बनायो यो वाला। अनि यो फाइनलवाला चाहिँ के, यता हाइड्रोजन छ सबैतिर। इन केस अफ यिनी दुईटा कार्बनको लागि पनि सेम चारवटा बनाउनु पर्यो, एउटा यता कार्बनकोसँग, एउटा यता कार्बनसँग बनायो, एउटा हाइड्रोजनसँग बनाइरहेछ, एउटा चाहिँ यहाँ पाइबोन्ड छ। अब यो सिग्मा बोन्ड फ्रेमवर्कलाई कसरी देखाउने त अर्बिटलमा भन्दाखेरि, जस्तो यहाँ मेटेर देखाउँ, अझ सिग्मा बोन्ड फ्रेमवर्कलाई कसरी देखाउने, जस्तो कार्बनको पनि मैले चारवटैको केस देखाएँ नि कसरी भएको छ बोन्डहरू फर्मेसन भनेर। अब कार्बन यहाँ यसरी ठ्याक्क कार्बन, यो भयो कार्बन, यो भयो कार्बन, यो भयो अक्सिजन, यो भयो, यसरी साइड वेज ओभरल्यापिङ नभएर के भइरहेको छ अझै क्लियरली बनाऊ है, सरी है, कार्बन 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 अक्सिजन। हेड अन ओभरल्यापिङले के भन्नु हेर्नु त, सिग्मा बोन्ड बनायो के, यो हो सिग्मा बोन्ड फ्रेमवर्क। हेर्नु त हेड अन ओभरल्यापिङ भइरहेछ, त्यही भएर अब यसलाई कसरी रिप्रेजेन्ट गर्ने, यो भनेको चाहिँ यो हो नि त खास हैन, यसरी चाहिँ सिग्मा बोन्ड देखाइयो। अब पाइबोन्ड देखाउँ त छुट्टै पाइबोन्ड मात्रै देखाउँ है हामीले। अब यो सिग्मा बोन्डलाई चाहिँ बोन्डकै रूपमा लेखौँ, कार्बन 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 भयो, अक्सिजन भयो। अब चाहिँ पाइबोन्ड देखाउँ है, पाइबोन्ड कसरी फर्मेसन भएको रहेछ। सिग्मा बोन्ड त ल इलेक्ट्रोन बिचको सेयरिङले भएको रहेछ ल हैन, ठ्याक्क यसरी भएको रहेछ, यता हाइड्रोजन भइहाल्यो। अब पाइबोन्ड फर्मेसन चाहिँ कसरी भएको रहेछ त, इच कार्बनमा अनहाइब्रिडाइज पी अर्बिटल छ, अनहाइब्रिडाइज पी अर्बिटलले हामीले कसरी देखाउने भन्दाखेरि, अझै यसलाई स्ट्रक्चर थोरै यहाँ बङ्गाउने भने चाहिँ सजिलो गरी लेख्न मिल्छ कि हामीलाई। जस्तो कार्बन यतापट्टि कार्बन लेखौँ, कार्बन भयो यतापट्टि कार्बन लेखौँ, अनि 1 2 3 भयो। अनि यसलाई कसरी लेख्न मिल्छ भन्दाखेरि यसरी नलेखौँ, अझै कसरी लेख्न मिल्छ, यहाँ कार्बन भयो, थोरै यतापट्टि कार्बन बनाऊ, थोरै यतापट्टि कार्बन बनाऊ, अनि अक्सिजन यहाँ बनाइदियो हेर्नु त। अब यो भयो, यो भयो, यो भयो, सिग्मा बोन्ड मैले यसरी देखाइदिएँ बस। अब पाइबोन्ड हेर्नु है त, पाइबोन्डको लागि पाइबोन्ड फर्मेसन कसरी भएको छ भन्दाखेरि यहाँ हेर्नु, अब इच कार्बनमा चाहिँ के छ, अनहाइब्रिडाइज पी अर्बिटल देखाउँछौँ हामीले, जुनमा एउटा मात्र इलेक्ट्रोन छ भने। अक्सिजनको केसमा चाहिँ अनहाइब्रिडाइज पी अर्बिटलमा दुईटा इलेक्ट्रोन छ। ल हरेकमा देखाउँ है त, अक्सिजनमा देखाउँ, यो अक्सिजनमा दुईटा देखाउनु पर्यो, कार्बनमा देखाउनु पर्यो, इच कार्बनमा एउटा मात्रै, इच कार्बनमा एउटा मात्रै, यसरी भयो। अनहाइब्रिडाइजवाला पनि बनाएँ मैले, सबै अनहाइब्रिडाइजवाला बनाएँ हैन। अब हेर्नु त, यो अनहाइब्रिडाइजको बिचमा यसरी साइड ओभरल्यापिङ हुन्छ। हैन त, यसरी साइड ओभरल्यापिङ भयो, अनि तलको पनि यसरी देखाइदिँदा भयो। ल बुझ्नुभयो त, हेर्नु त कस्तो राम्रो फिगर बन्यो। यसरी साइड ओभरल्यापिङ भएर यो पाइबोन्ड छ नि, जुन यो अनहाइब्रिडाइज पी अर्बिटलमा भएका इलेक्ट्रोनहरू चाहिँ वरिपरि घुमिरहेको हुन्छ के। त्यही भएर त हामीले डिलोकलाइजेसन किन भनिन्छ त, वरिपरि घुमिरहेको हुन्छ। हामीले खास अल्टरनेट बोन्ड देखाउन चाहिँ हामीले यो दुईटा कार्बनको बिचमा देखाइरहेको हुन्छौँ, तर घुम्न चाहिँ यो पाइबोन्ड चाहिँ सबैतिर घुमिरहेको हुन्छ। यो घुमिरहेको चाहिँ हामीले रेजोनेटिङ स्ट्रक्चरमा देखाउन सकिन्छ क्या यो कुरा चाहिँ। त्यही भएर
यो अनहाइब्रिडाइज पी अर्बिटलमा भएको इलेक्ट्रोनहरू डिलोकलाइजेसनमा जान्छ भन्नुको कारण यो चारैतिर घुम्न सक्छ, सबैतिर घुम्न सक्ने भएर हामीले बिचमा गोलो बनाएको सुरुमा किन रहेछ त? अक्सिजनमा हामीले यस्तो बनाइदिन्छौँ किन भन्दाखेरि यो सबैतिर घुम्न सक्छ इलेक्ट्रोन, अनहाइब्रिडाइज पी अर्बिटलमा भएको इलेक्ट्रोनहरू चाहिँ सबैतिर घुम्न सक्छ भन्ने भएर हामीले गोलो बनाएको हो के। त्यही भएर यसरी चाहिँ बनायो। अझै यो फिगर अझै बुझ्नु भएन भने मैले अझै एकचोटि बनाइदिएर तपाईँलाई छक्क पार्छु है त। थोरै कम्प्लेक्स चाहिँ छ है, मैले थोरै डिटेलली पढाउनु खोजेको, त्यही भएर थोरै गाह्रो चाहिँ हुनसक्छ तपाईँलाई। रिपिट गरेर भिडियो हेर्नुभयो भने चाहिँ पक्कै बुझ्नुहुन्छ होला। अब मैले सिग्मा बोन्ड पनि देखाइदिउँ र सिग्मा बोन्ड देखाउनु नि त ठ्याक्क साइडवेज नै हेड अन हेड ओभरल्यापिङ भयो सिग्मा बोन्ड त। यो हेड अन हेड ओभरल्यापिङ यसरी भएको सिग्मा बोन्डहरू। अनि पाई बोन्ड फर्मेसन कसरी भएको रहेछ? इच कार्बनमा चाहिँ अनहाइब्रिडाइजलाई चाहिँ हामीले यसरी देखाइन्छ। इच अक्सिजनमा चाहिँ अक्सिजनमा चाहिँ दुईटा इलेक्ट्रोन, अरू कार्बनमा चाहिँ के सिंगल सिंगल इलेक्ट्रोन, सिंगल सिंगल इलेक्ट्रोन। यो कार्बनमा पनि के सिंगल इलेक्ट्रोन। अनि के माथि माथि यहाँ छ इलेक्ट्रोन। अब माथि माथिकाले ठ्याक्क जोड्दै जाने, माथि माथि भएको इलेक्ट्रोन। यो त माथि पनि हुनसक्छ तल पनि हुनसक्छ नि। यो त अर्बिटलको बारेमा त तपाईँलाई नलेज पक्कै पनि होला भन्ने छ है मलाई आशा चाहिँ। अनि यसरी आयो, अनि कता गयो, यसरी आयो, माथि माथिको जोड्दै जाने, अनि फेरि तल तलको जोड्दै जाने। कता छ तल छ, कता छ तल छ, कता छ तल छ। अनि यहाँ भएको लोन पेयरलाई चाहिँ सिधै यसरी डटेड भनेर देखाइदिए पनि हुन्छ, अथवा हाइब्रिडाइजमा भएको भने चाहिँ यसरी देखाइदिँदा पनि हुन्छ, यसरी देखाइदिँदा पनि हुन्छ हाइब्रिडाइजमा छ भन्ने कुरा। थोरै कम्प्लेक्स फिगर भयो होला। अब यति गरिसकेपछि स्ट्रक्चर कसरी बनेको इच एटम होइन के हुँदो रहेछ, बोन्ड फर्मेसन भन्दा पहिला हाइब्रिडाइजेसनमा कम्पलसरी जानु पर्दो रहेछ। हाइब्रिडाइजेसनमा गइसकेपछि पनि सिग्मा बोन्ड चाहिँ sp2 हाइब्रिडाइज अर्बिटलले बनाउँदो रहेछ, पाई बोन्ड चाहिँ अनहाइब्रिडाइज पी अर्बिटलले बनाउँदो रहेछ। डिलोकलाइजेसन भनेको वास्तवमा